हेलो साथीहरु, यो चाहिँ मालदाको कामदुखिया भन्ने ठाउँ रहेछ। यो चाहिँ झन्डै झन्डै हाम्रो नेपालको माथि लाली खर्कहरू जस्तो ठाउँ रहेछ। यता तल चाहिँ कृषि फार्महरू छ। अब यहाँ चाहिँ सागसब्जीहरू, कोपीहरू यस्तो हरेक कुराहरू चाहिँ खेतीहरू भएको ठाउँ रहेछ। अनि उता पनि समुद्र छ, माथि डाँडा छ, यता समुद्र छ। फेरि यो चाहिँ एकदम कडा चट्टान छ छेउको भागमा चाहिँ। अनि यता तलतिर पनि पुरा गाई चर्ने खर्कहरू जस्तो चाहिँ एकदम लेक ठाउँ रहेछ, लेक ठाउँ जस्तो त्यस्तो ठाउँ रहेछ। अनि यो चाहिँ आज हामी घुम्न आएको छौँ। यस्तो छ। यता चाहिँ ऊ माथिसम्म नै अब धेरै छ अझै पहाड हो। एकदमै राम्रो ठाउँ रहेछ। यतातिर सबै तल गहिरो भागमा चाहिँ सबै चाहिँ सागसब्जीहरू लगाउने ठाउँ रहेछ। टर्नेलहरू लगाएर चाहिँ गरेको। अनि यता माथि चाहिँ पहाड, अझै उँभो उँभो पहाड छ। यस्तो खालको कडा चट्टान गरेको पहाड रहेछ।